फाइनली हाम्रो काम चाहिँ सकिसक्यो हैन। अहिले तरारामा छु म। अनि तपाईहरुको पनि कुनै ठाउँ अति धेरै बङ्गरहरू छ र त्यहाँ मान्छे छैन भने चाहिँ मलाई सम्झाउन सक्नुहुन्छ। अनि अब यो भुनी पाठाको चाहिँ के फ्यालिन्छ भन्ने कुरा, के निकाल्नुपर्छ भन्ने कुरामा चाहिँ खसी पार्दा यो हो, यो चाहिँ पाठेघर हो। अनि यो पाठेघर मात्रै फ्यालेर अब फाइनली यहाँ काम सकियो। अनि यहाँ हाम्रो अङ्कलकोबाट चाहिँ कति पैसा आयो भन्दा चाहिँ 2400 मात्रै आएछ। अलिक धेरै लिनुपर्ने। अब 6 जना चाहिँ विदेशमा हुनुहुन्छ। अनि उहाँ देख्न सक्नुहुन्छ 3 तले घर चाहिँ बन्दैछ उहाँको यता साइडमा। अनि यो साइडमा घर बनाउँदै हुन्छ। अनि 3 जना चाहिँ हङकङमा हुनुहुन्छ, 2 जना चाहिँ अस्ट्रेलियामा हुनुहुन्छ अनि 1 जना चाहिँ इन्डियन लाउरे हो। र पनि मैले आजलाई चाहिँ पुरानो छिमेकी भएको कारणले गर्दा अलिक थोरै पैसा लिएँ। अर्कोचोटि चाहिँ अलिक धेरै लिनेछु है। तपाईहरुको रेटै त्यति बसेको छ हिमालमा। अनि उहाँहरूलाई चाहिँ एउटा जीवन्त उदाहरणको रूपमा चाहिँ हामी लिन सक्छौँ हैन। उहाँहरू अब यत्रो अब हुने खाने भइसक्नु भयो। 7 जना 6 जना चाहिँ विदेशमा हुनुहुन्छ, त्यही पनि अब राम्रो ठाउँमा हुनुहुन्छ। यो चाहिँ तरारा बजार हो। अनि यहाँदेखि चाहिँ अब मेरो जुन चाहिँ पहिला बसिरहेको घरहरू चाहिँ अब मेरो तरारा अहिले भने चाहिँ म कामको सिलसिलामा चाहिँ धरानदेखि चाहिँ तरारा बिहानै आइसकेको छु हैन। अनि तपाईहरुको पनि यस्तै कामहरू छ भने चाहिँ सम्झिन सक्नुहुन्छ। धरान भेट डिआरडी ल है त। अब पछि भरे हामी तलतिर काममा भेट्ने छौं फिल्डमा। हाई हेलो नमस्ते सम्पूर्णजनमा है। अनि आज भने चाहिँ तपाईहरुलाई स्वागत छ मेरो न्यू भिडियो एन्ड माई च्यानल डिआरडी ब्लग्समा। आज भने तपाईहरुलाई म धरानबाट चाहिँ तरारातर्फ लाँदैछु। निरन्तर मेरो साथमा मेरो भिडियोमा जोडिएर रहनु होला। आजको काम दिइरहेको छ मेरो अन ड्युटी, मेरो आफ्नै पेसासँग सम्बन्धी। तपाईहरुलाई थाहा छ भेट सम्बन्धीको कार्य लिएर चाहिँ म धरानबाट तरारातर्फ गइरहेको छु र तपाईहरु निरन्तर जोडेर रहनु होला है त। आजको काम तपाईहरु समक्ष चाहिँ प्रस्तुत र देखाउन गइरहेको छु। कृपया माया गरेर र साथ सपोर्ट दिएर चाहिँ हेरिदिनु होला। यो चाहिँ तरारा बजार हो। अनि यहाँदेखि चाहिँ अब मेरो जुन चाहिँ पहिला बसिरहेको घरहरू चाहिँ अब मेरो तरारा गाउँ चाहिँ अथवा शान्ति टोल भन्छ। यहाँ चाहिँ अब ठक्क मेरो गाउँ आइपुग्यो है। म बस्ने ठाउँ पहिलाको एरिया चाहिँ हो। यो चाहिँ अब मेरो एरिया हो। अनि मेरो एरियाभन्दा पनि हाम्रो हुर्किएको ठाउँ बसेको ठाउँहरू चाहिँ यो हो। यो चाहिँ हाम्रो पुरानो गाउँहरू हो। अब चाहिँ भने यहाँ हाम्रो अङ्कलले चाहिँ बङ्गर पाल्नु भएको छ। अनि कामको लागि चाहिँ म धरानबाट तुफान आएको घर चाहिँ यही हो। यहाँ चाहिँ मैले रोकेँ। हाम्रो यही हो, यही हो। नमस्कार आन्टी। होइन नि म त 7 बजेसम्म सुतेको। आज फेरि अनि अब चाहिँ म जुन चाहिँ काम गर्नु आएको घर चाहिँ यही हो। यहाँ चाहिँ हाम्रो पुरानो छिमेकी, पहिला म तरारा बस्दाखेरिको छिमेकी अङ्कल हो। त्यही भएर चाहिँ म धरानबाट पनि काम गर्न यहाँ आइपुगेँ है। मेरो काम त तपाईहरुलाई थाहै छँदैछ है। यस्तै हुन्छ। यो बङ्गुरमा पाठा चाहिँ यहाँ बिहाको छ उहाँको। सारो हेर्न सक्नुहुन्छ। उहाँको चाहिँ
यो भनेको चाहिँ पहिला हाम्रो छिमेकी ठाउँ हो। यहाँ हाम्रो हामी हुर्केको गाउँ हो। अनि अङ्कल म त मिलिके नि अब म चाहिँ कामको तयारी गर्दैछु हैन। अब घडी लगाइहाल्छ, घडी खोल्नै गाह्रो छ। अरे यहाँ तररामा त्यसरी हेर्नु एक एकवटामा मान्छेको अभाव भइसक्यो। उहाँ अङ्कल र हामी चाहिँ पहिलाको छिमेकी हो। अनि उहाँको छोराछोरी चाहिँ हाम्रो साथी हो। उहाँहरू पनि 7 जना हुनुहुन्थ्यो। उहाँको छोराछोरी हामी 7 जना। किरणसँग त 7 जना हो नि त। किरणसँग 7 जना हो। तर 7 जनामा अहिले उहाँको पनि 1 जना कान्छा भाइ चाहिँ यहाँ हुनुहुन्छ अरे। अनि हाम्रो पनि मेरो पनि दाजुभाइ बहिनीहरू सबै विदेशमा छन्। म मात्रै यहाँ छु 1 जना। अब नेपालमा यस्तो छ, सबै श्रम बेच्नु विदेश गएका छन्। म चाहिँ अब यहाँ सेवा गर्दै बसेको छु। सेवा गर्नु पनि गाह्रो छ। फेरि सुँगुरले सराप छ। नसराप है भन्नु। आशिष दे भनेको आशिष दे नसराप। हाम्रो ड्युटी नै यस्तै हो। होइन सराप्दैन। टिपो लागा कालको टिपो लागा। त्यो खोरमा पसेर अलिक सफा गरेर त्यतै गरेर त्यो सोरसार गरेर त्यो नुन पनि सोरसार गरेर अनि चारो पनि लगाइदिइराख। खाली हुनु नि लाटाले गर्ने काम सिकेर पढे लेखेको मान्छे। यता तर सुँगुर खसी जाँदा यता यस्तो मजामा आउँछ। किन भन्नु न, दुईवटा यता चाहिँ गऱ्यो तपाईँको 2टा टाढा पार भने हाजिरा बसिहाल्छ। त्यसै जोडो यताउति गऱ्यो अनि बाह्रै हान्छ। फेरि त्यो पहिला त धेरै गर्नु पर्दैन कि यता 10वटा गऱ्यो भने त अरब पुगे जत्तिकै हुन्छ। 10वटाको तपाईँको 450 जोड्दा पनि कति पर्दैन। माग्ने एउटा 7.5 कति चाल्यो एउटा एकचोटि 17,000 सानो छ कि निस्किन्छ अलिअलि। यो कुम्बर चाहिँ धेरै ज्ञानी रहेछ है कराएन। अस्ति खड्का पिसाइलो फेरि अध्या काम ल्याएर 2500 बाँड्यो। एकछिन 5,000 को काम भयो। खड्का अङ्कलले काम पाउनु भएन क्या पिसाइले। मलाई फाइदा हुन्छ क्या, उसको मार्केटै डाउन भयो नि।
किन ढल अझै भए पनि अनि तपाईँको किन डाउन भयो बुढो मान्छे फेरि 5 दिन मात्रै काम गर्नुहुन्छ नि त यो लाइनमा पूर्णिमा एक दिन छोड्यो भने कस्टमर दिनमा यतिखेर भनेको तपाईँको दिनको नआएको भनेको 10वटा 12वटा कल एक दिन छोड्यो भने 12वटा कल बाहिर गयो 12वटामा आज गएको 3-4 जना त अर्को चलाउँछ अर्को दिन त्यही चलाउँछ तल जा सुँगुरमा अलिक छिटो गर्नु पर्यो नानीहरू चाहिँ कस्तो यो नवीन भनेको मैले नचिनेको देखेको छैन ल कर्नी दा शिवरा कहाँ यहाँ त तर र चर्चमा त मलाई नयाँ आउनेले क्वेसन गर्छ तपाईँ कहाँको हो कहाँबाट आउनुभएको भन्छ चर्चबाट ढुङ्गा बोकेको चाहिँ मैले घाँस बनाउँदै बिरानो भयो कि आइँदैन नि त सानो बढेर फेरि चर्चमा नयाँ मान्छे साँच्ची हो नयाँ अनुहार मात्रै देख्छ सबै नयाँ अनुहार पहिला चिनेकोहरू सबै विदेश पुगिसक्यो बलाराम तपाईँ फेरि सुँगुर कन्थाल बलाराम कन्था हुँदैन 13-14 किनिदिएको अहिले त छैन अस्ति हेर्दा यो चाहिँ सबैभन्दा कान्छो सुँगुर चाहिँ तपाईँको डुलेर कि किन सुँगुर पल्टाएको कामै दिएको सुँगुर यो पल्टाएको पहिलाको बरु लुतो लागेको पनि सुँगुर राम्रो थियो लुतो चाहिँ छैन लुतो त दबाई अस्ति दले गर्ने हो डल्ले होइन पनि खाने चाहिँ राम्रै न लुतो चाहिँ तपाईँको त्यो डल्लेर चाहिँ बाहिर र जहाँ भेट्यो त्यही मात्रै हो क्या बगरको चाहिँ तपाईँको भित्र खोलदेखि पुरै सफा गरिदिन्छ हजुर अनि ब्याक्टेरियाहरू भित्रको तपाईँको छालाको सानोतिनो ब्याक्टेरियाहरू हुन्छ नि तिनीहरू पनि मर्छ क्या फाइदा छ खुवाउने दबाईले सुई किनेर ल्याएर आफै हान्दा पनि हुन्छ तपाईँ बढी भयो भने केही हुँदैन त्यो सुईले अरूहरू चाहिँ एन्टिबायोटिकहरू चाहिँ बढी भयो भने डेन्जर हुन्छ त्यो आधी एमएल हाफ एमएलले केही फरक पर्दैन
अलिअलि हात लाग्यो त्यो बानी भइसक्यो बानी भइसक्यो उसले उ जस्तो गर्छ नि त्यो कुकहरूले सानो सानो उचाल्छ काको उहरू हामीले त्यसरी उचाल्यो भने त खाइदिन्छ त्यहाँ हाम्रो पसल त गएको त थुप्रो भयो त कति वर्ष भयो त्यताको काठै पैसा होला होइन पढाइ हुनाले कार बनाइसक्यो एउटा यतिको रोड छ दाजु त्यो 4 सुत्ते 5 सुत्ते पुग्दैन 4 सुत्ते 5 सुत्ते पुग्दैन उते त हेर न ए हो त्यो त्यहाँभित्र हेर अनि छैन त्यो माथि हेर हो त्यहाँ माथि पनि हो थानामा पनि छ एउटा पढेको पहिला चाहिँ त्यहाँ चाहिँ पढ्यो अनि त्यहाँबाट याद नहुने भयो नदिने भनेर त्यहाँ फेरि नियम बनायो त्यहाँदेखि फेरि अहिले बनाएको भयो बुढो बनाइहाल्यो बुढो बनायो कति बनाइहाल्यो अनि अझै पढिराख्नु भनेको त गरौँ भने म चाहिँ केही नगरेर न पैसा कमाउनु सक्छ न उसले गर्नु सक्छ हो कमाउनु सक्यो पर्दैन नकमाउनु सक्यो नरमाउनु सक्यो भने चाहिँ दुनिया अस्ट्रेलियाको त कमाइ पढिसकेपछि त फेरि दाग भइहाल्छ
त्यस्तो घमण्डी साथीहरू त बोल्दैन म ल अहिलेले बदमास गरेको छैन यसले चाहिँ के साह्रो तल पक्रेर जाऊ नि बरु त्यहाँ टिकटक हेर्छ मेरो फर्म कहाँ हो भन्नु टिकटकबाट फोन गरेर स्याङ्जाबाट इन्टरभ्यू के गर्नु फोन गर्छ मेरो सिङ्गल यसो यसो के गर्नु जित्नुपर्छ काटेर खानुपर्छ तपाईँ गएर मेरो बढेन भन्छ किन यस्तो भएको सबै निकाल्नुपर्छ अलिअलि छुट्टिनु हुँदैन होइन मेन यसको निकाल्नुपर्छ छुट्टीहरू तपाईँको मेन भनेको यो त्यसरी तान्दा तपाईँको बेला यो मात्रै छुट्टी बलराम मिलने चाहिँ कता छ अहिले मलेसिया पुग्यो पहिले मलेसिया नै गएर कति दिनमा रोगले गर्दाखेरि
मान्छेलाई संसारमा भएको जति रोगी नै छु दबाई खाँदा दबाईले बाँचिएको छ पाहाड गएर अहिले बिमारी हुन्छ अब त माथि बस्ती यहाँ त गरम पाहाडै ठिक मेरो त केटाकेटी मान्दैन तपाईँको त अब केटाहरू ज्यादा छ कि तपाईँलाई म एउटा आइडिया दिन्छु ठक्क भेडाटारमा एउटा घर दिने त्यहाँ बस्ने गर्मीमा जाडोमा त्यहाँ बस्ने गर्मीमा हरेक मान्छेको दुईवटा घरहरू चाहिँदो रहेछ क्या पैसा हुनेलाई अब नहुनेलाई त अब झुपडी नै पनि सक्नुहुन्छ नि सबैले मिलेर एउटा किन्ने क्या हो अनि गर्मीमा यता आएको यता के त अब सानो मजा आउँछ अहिले भेलाटारमा गर्मीको फिलिङ नै हुँदैन बेच्छ कि बेच्दैन जग्गाहरू मजा अब सबै मेरो त पेसा छ खालको सानो पाठेघर भन्ने साह्रो साह्रै ढिलो नयाँ पुरानै काम छ त कोही बेला काम गर्नु तेल लाएर पनि बच्छ क्या काम चलेन भने फेरि यो सिलङ जस्तो तपाईँ एउटै रेटमा भयो भने त तपाईँको भइहाल्छ नि वर्षमा तपाईँको 6000 दरले होस् न राम्रो हुँदैन तपाईँको यता खोइ उ छैन काम नगरेको तर पढेको क्या के पढेको भन्नु नि म्याथ टेक्निसियन चाहिएको थियो म्याथ टेक्निसियन भयो भने बरु सिआर तलाई पनि हाल्नु लाउने राम्रो क्लिनिक खोल्नु पऱ्यो भने क्या भिडियो एक्सरेहरू त्यो एक्सरेहरू त खासै महँगो पर्दैन जस्तो लाग्छ मिसिनहरू
पुस्तक कतिमा काम है जानुपर्छ है त्यहाँ अहिलेको फुकुमा बोजू हुँदा चाहिँ बोजूको के डिसन नराम्रो छ नि जानु भन्नु पर्दैन रुन्छ के गर्छ यसो आश गर्नुहुन्छ क्या बुढी भन्छ अब आफूसँग खासै पैसा हुँदैन अब अहिले त अलिअलि छ पहिला त झन् हुँदै हुँदैन थियो अनि त्यो थोरै दिइराख्नु बुढी मान्छेको आँखा लाग्दैन त्यस्तो सबै राम्रो पायो के भन्दा त जाँदैन कति पैसा चाहिँ काठमाडौँ 3-4 दिन
माइला कान्छे आउने अरे फेरि आराम नजाने नै भन्छ त फटाक कान्छाको नमिल्ने पनि त्यो मिल्दैन नि मिल्दैन नि नियम चेन्ज भएको छ नि त पछि फेरि मिल्छ कि अहिले चाहिँ मिलेको छ बिल अहिले केटाहरू खासै मिल्नु चाहिँ मिल्दैन नि त्यही गरेर हामी मिल्छ अब नेपाल जस्तो गर्न पाउने नेपालभन्दा कोही के त गर्न पैसा भएको भन्दै थियो अस्ति हुँदैन मिलाइहाल्ला त्यसो भएको भएन भने चाहिँ त्यो सबै कुरै गर्दैन क्या त्यसले बाबाआमा दिदी कोर्नैलाई घाँटी बस्छ खानु त लाग्छ नि कविराजले अहिले हो कति तल दिँदैन भनेको अघि सुनिता दिदीले 45 लाख अरे 45 लाख कसले दिन्छ 45 लाखमा दियो त 45 लाख ए 4 बेचेको तपाईँको 60-70 लाख छ 45 लाख भनेको पनि 50 लाख कन्या केटी 3 केटी 4 बेचेको तपाईँको 60-70 भन्छ बेतेको सेतेको त पुरै भएन नि बेचे भन्दा पनि त्यो 3 चोटि लगेको क्या बेते भनेको बिहाको भन्नु होइन एउटा लगेको तिनीहरूको त फेरि 2-3 चोटि लगेको त पछि फेरि हुन पनि सक्छ नहुन पनि सक्छ मुद्दा लड्नु पर्दो रहेछ नि त धेरै मुद्दा लडेर धेरै पछाडि तिनीहरूको त्यो भयो फाइनली हाम्रो काम चाहिँ सकिसक्यो होइन अहिले तरारामा छु म अनि तपाईँहरूको पनि कुनै ठाउँ अति धेरै बङ्गरहरू छ र त्यहाँ मान्छे छैन भने चाहिँ मलाई सम्झाउन सक्नुहुन्छ अनि अब यो भोनी पाठाको चाहिँ के फ्यालिन्छ भन्ने कुरा के निकाल्नुपर्छ भन्ने कुरामा चाहिँ खसी पार्दा यो हो यो चाहिँ पाठेघर हो अनि यो पाठेघर मात्रै फ्यालेर पनि हुँदैन यो कलिलो बङ्गुरहरूको चाहिँ कोही कोही बेला कस्तो भइदिन्छ भने कोही कोही बेला प्रायः जसो यसरी तान्दाखेरि चाहिँ यसरी चुट्टिएर यो चाहिँ रहन्छ
यो चाहिँ दुईटा हुने गर्दछ। अनि यो यति मात्रै फ्यालिन्छ। यति फ्यालेपछि यो रह्यो भने चाहिँ फेरि पछि भाले खोज्छ र दोहोरो काम हुन्छ। त्यही भएर तपाईँको घरमा आउने भेटहरूले चाहिँ यो दुईटै हेर्नु होला। यो दुईटै यो एउटा यसले चाहिँ पछि उग्रापात गराउँछ। यो रह्यो भने चाहिँ अनि दोहोरो काम हुन्छ। यी दुईटा चाहिँ अनिवार्य फ्याल्नुपर्ने हुन्छ। अनि फ्याल्छ फ्यालेन भन्ने कुरो चाहिँ तपाईँहरूले हेर्नुपर्ने हुन्छ। र तपाईँहरूको यो मात्रै भएको यो पाठेघर मात्रै फ्यालेको कारणले चाहिँ धेरै ठाउँमा चाहिँ साथीहरूले काम गरेको ठाउँमा धेरैले पछिबाट फेरि भाले खोजेको भेटिएको छ। ख्याल गर्नु होला है त। यो चाहिँ अनिवार्य फ्याल्नुपर्ने हुन्छ। अब फाइनली यहाँ काम सकियो। अनि यहाँ हाम्रो अङ्कलकोबाट चाहिँ कति पैसा आयो भन्दा चाहिँ 2400 मात्रै आएछ। अलिक धेरै लिनुपर्ने। अब 6 जना चाहिँ विदेशमा हुनुहुन्छ। अनि उहाँ देख्न सक्नुहुन्छ 3 तले घर चाहिँ बन्दैछ उहाँको यता साइडमा। अनि यो साइडमा घर बनाउँदै हुन्छ। अनि 3 जना चाहिँ हङकङमा हुनुहुन्छ, 2 जना चाहिँ अस्ट्रेलियामा हुनुहुन्छ अनि 1 जना चाहिँ इन्डियन लाउरे हो। र पनि मैले आजलाई चाहिँ पुरानो छिमेकी भएको कारणले गर्दा अलिक थोरै पैसाले अर्कोचोटि चाहिँ अलिक धेरै लिनेछु है। तपाईँहरूको रेटै त्यति बसेको छ अनि उहाँहरूलाई चाहिँ एउटा जीवन्त उदाहरणको रूपमा चाहिँ हामी लिन सक्छौँ होइन। उहाँहरू अब यत्रो हुने खाने भइसक्नु भयो। 7 जना 6 जना चाहिँ विदेशमा हुनुहुन्छ। त्यही पनि अब राम्रो ठाउँमा हुनुहुन्छ। र पनि उहाँहरू चाहिँ यतिखेर सुँगुर पालिराख्नु भएको हुन्छ। अब कतिपय चाहिँ के हुन्छ भने एउटा छोरा विदेश गइगयो भने चाहिँ बसी खाने कामै नगर्ने हुन्छ। तपाईँहरूको पनि छोराछोरी 1 जना विदेश गयो भने त्यसरी नबस्नु होला। यसरी चाहिँ सुँगुर पाल्नु होला। आफूले जाने काम चाहिँ गर्दै गर्नु होला है त। Thank you.